मैले झन्डै 15 वर्ष चाहिँ मैले चाहिँ बिताएँ उनीसँग बिताउँदाखेरि चाहिँ मेरो प्रेम नहुने कुरै भएन। आघात प्रेम थियो र उनी बितेर गइसके तापनि म उनको सम्झनाको लागि चाहिँ उनी भौतिक रूपमा मसँग नभए तापनि उनको शालिक मूर्ति निर्माण गरेर म उनलाई प्रेम गर्न सक्छु र उनीप्रतिको प्रेम मैले त्यहाँ पोख्न सक्छु भनेर मैले उनको चाहिँ शालिक निर्माण गरेको हो। श्रीमती बितेको केही दिनमै धुमधामले दोस्रो विवाह गर्ने पुरुषको समाजमा भक्तबहादुर जस्ता मायालु श्रीमान पनि हुँदा रहेछन्। यस्तै भक्तबहादुरले आफ्नो श्रीमतीलाई दिएको माया र सम्मानको धेरैले प्रशंसा गरिरहेका छन्। खासमा चाहिँ मैले उनको सम्झनाको लागि त्यो निर्माण गरेको, जसरी इन्डियाको ताजमहल त्यो पनि राजाले रानीको सम्झनामा निर्माण गर्नुभएको थियो। त्यसै गरी नेपालको चाहिँ रानीमहल पनि आफ्नो श्रीमतीको चाहिँ सम्झनामा निर्माण भएको थियो। त्यसै गरी मैले पनि आफ्नो बलबुताले भ्याएसम्म, क्षमताले भ्याएसम्म मैले मेरो श्रीमतीज्यूको शालिक निर्माण गरेँ र खास गरेर मेरो त्यो प्रेम पोख्ने थलोको रूपमा मैले लिन्छु। यस्ता विगतका थुप्रै उदाहरणहरू तपाईँको मानसपटलमा खेलिराखेको र दृष्टै तपाईँको श्रीमतीको तस्बिरलाई अब एउटा घरकै आफ्नै बेडरुमको छेउमा शालिक बनाएर राखिरहँदा दैनिक रूपमा जसरी जीवित रहँदा गरिने माया पोख्नुहुन्थ्यो त्यसै गरी अहिले पनि दैनिक पोख्नुहुन्छ शालिकमा। हजुर, मैले अधिकांश मैले भ्याएसम्म साँझपख दियो बाल्ने गर्छु उनको अगाडि। त्यसपछि मैले चाहिँ उनलाई चुम्बन गर्छु। मैले यो चाहिँ गोप्य तरिकाले सुटुक्क गर्थेँ। मैले एक दिन मलाई छुट्टै खालको फिल आयो र मैले चाहिँ पब्लिक गर्नुपर्छ, मेरो प्रेम चाहिँ पब्लिक गर्नुपर्छ भनेर मैले चाहिँ पब्लिक गर्नको लागि अघि हजुरले भने जस्तै सागर बरु सुकेर गइजाला भन्ने मैले भिडियोमा त्यो खालको चाहिँ भिडियो बनाएको। खास गरी तपाईँहरूको बिहे चाहिँ कसरी भएको सर? प्रेम बिहे हो कि मागी बिहे कसरी भएको थियो? ठ्याक्कै प्रेम बिहे त होइन हाम्रो, प्रेम र मागी विवाहको मिक्स नै हो। जस्तो हामी सँगैसँगै एउटै घरमा भाडामा बस्थ्यौँ। उनी र म बिचमा चाहिँ चिनजान बोलचाल देखभेट भइरहेको थियो। त्यसपछि चाहिँ मागी विवाह भयो। मैले मन पराएको थिएँ उनलाई। त्यस्तै चाहिँ प्रसङ्ग आयो बिहेको। त्यसपछि मैले चाहिँ त्यसरी मागी बिहे भनौँ, जे होस् मागी बिहे नै हो हाम्रो। मन पराएको कुरा चाहिँ कसरी व्यक्त गर्नुभयो सुरुवाती? होइन, मैले चाहिँ त्यसरी पर्सनल्ली उनीसँग चाहिँ त्यसरी बसेर कुरा गर्ने अथवा मैले माया गर्छु भन्ने खालको कुराहरू केही पनि भएन। हाम्रो औपचारिक कुराकानी हुन्थ्यो। तर मैले भित्रभित्रै मन पराइसकेको थिएँ र पछि त्यो मागी विवाह